वास्तुअनुसार जग्गा किन्दाखेरि तपाईँले पूर्वतिर र उत्तरतिर थोरै खुलेको, थोरै चौडा भएको, थोरै दबेको जग्गा किन्दाखेरि राम्रो हुन्छ एज कम्पेयर टु पश्चिम र दक्षिण। तपाईँको जग्गा जति नै पश्चिमतिर र दक्षिणतिर जति नै साँघुरो होस्, तर उत्तर र पूर्वतिर त्यो जग्गा खुलेको भए, थोरै दबेको भए त्यो अत्यन्तै राम्रो मानिन्छ। किनभने जुन एउटा इनर्जी चाहिँ तपाईँको पूर्व दिशाबाट उत्तर दिशाबाट आउँछ, तीन दुईटाको मिक्स चाहिँ तपाईँको इशान कोणमा हुन्छ। इशान कोण अत्यन्त पवित्र ठाउँ हो। तपाईँले इशान कोणमा त्यही भएर शौचालय नबनाउनु होइन, इशान कोणमा तपाईँको मन्दिर बनाउनु, देव स्थापना गर्नु, पढ्नु, तुलसी रोप्नु भनेर जुन भन्छ नि इशान कोणतिर, इशान कोण यस्तो पवित्र ठाउँ हो। तपाईँले त्यो ठाउँ खुल्ला राख्दा राम्रो, त्यो ठाउँ चौडा राख्दा राम्रो। घर बनाउँदाखेरि पनि तपाईँको इशान कोणतिर, पूर्वतिर, उत्तरतिर खुल्ला भएको ठाउँमा घर बनाउँदा राम्रो। घर बनाउँदा पनि पूर्व दिशातिर, उत्तरतिर थोरै ठाउँ खाली छाडेर बरु पश्चिम दिशातिर अनि दक्षिण दिशातिर चाहिँ बाक्लो वाल लगाइदिने। वाल लगाइसकेपछि जुन एउटा इनर्जी आएको छ त्यो इनर्जी चाहिँ तपाईँको यहीँ स्टोर हुन्छ, बाहिर जान पाउँदैन। जग्गा किन्दाखेरि यो कुरामा चाहिँ ध्यान दिनुपर्ने हुन्छ।